म्यादी प्रहरी अथवा निर्वाचन प्रहरीको फिजिकलमा के गराउँछ भन्ने कन्फ्युजनमा हुनुहुन्छ साथीहरू। यो भिडियो पुरै हेर्नुहोस्, के गराउँछ म सबै कुरा भन्नेछु यसै भिडियोमा। ढिलो नगरी भिडियो सुरु गरौँ साथीहरू। नमस्कार सबैलाई, मेरो नाम पवन खत्री। ल भिडियो सुरु गरौँ साथीहरू। सर्वप्रथम त यहाँ मैले एउटा फोटो हाल्न चाहे, यो हेर्न सक्नुहुन्छ साथीहरू। यहाँ के भनेको छ भने पुरुषको हकमा छातीसम्म उचाइ 5 फिट हुन पर्यो साथीहरू। छाती चाहिँ 31 इन्चीदेखि 33 इन्चीसम्म हुन पर्यो। अनि पुरुषको हकमा तौल चाहिँ 50 केजी हुन पर्यो भनेपछि महिलाको हकमा घाँटीमा उचाइ 4 फिट 10 इन्ची हुन पर्यो। त्यसै गरी तौल 42 किलो हुन पर्यो। चाहिँ गर्भवती नभएको हुन पर्यो भनेर भनेको छ साथीहरू। यसमा यो चाहिँ साथीहरू पहिलो चरण रहेको थियो। त्यसै गरी दोस्रो चरणमा रहेको छ पुरुषको हकमा 10 चोटि सेटअप गर्नुपर्छ अनि महिलाको हकमा चाहिँ 5 चोटि सेटअप। त्यसै गरी पुसअप पनि रहेको छ, पुरुषको हकमा 10 पटक र महिलाको हकमा 5 पटक। भिडियो राम्रोसँग हेर्नु होला, भिडियो राम्रोसँग सुन्नु होला म भनेको। त्यसै गरी दौड रहेको छ 1600 मिनेट। 10 मिनेटमा पार गर्नुपर्छ हजुरले। समय चाहिँ 10 मिनेट रहेको छ। त्यसै गरी महिलाको हकमा समय चाहिँ 12 मिनेट रहेको छ। दौड ख्याल गर्नु होला, 1600 मिनेट, 12 मिनेटमा महिला र 10 मिनेटमा पुरुष। त्यसै गरी यो वैकल्पिक भन्नेमा रहेछ 30 वर्षभन्दा माथिका लागि प्रत्येक 5-5 वर्ष समूहमा 2 मिनेट थप। भन्नाले 30 वर्षसम्मकोलाई चाहिँ त्यही समय मान्ने गरिनेछ। यदि 30 भने 35 हुनुहुन्छ भने 2 मिनेट बढी, 40 हुनुहुन्छ भने फेरि 2 मिनेट, 45 हुनुहुन्छ भने फेरि 2 मिनेट थप हुनेछ साथीहरू। त्यही भनेछ। यो चाहिँ ख्याल गर्नु होला। यो 30 वर्षभन्दा माथिका मान्छेहरूले चाहिँ ख्याल गर्नु होला। यदि 35 वर्ष हुनुहुन्छ हजुर, त्यो 2 मिनेट थप। 40 वर्ष हुनुहुन्छ 4 मिनेट, 45 हुनुहुन्छ 6 मिनेट, 50 हुनुहुन्छ 8 मिनेट चाहिँ थप हुन्छ है साथीहरू। 5-5 वर्षको समूहमा 2 मिनेट थप गरिनेछ भनेर भनेछ। फिजिकलमा हुने भनेको यति मात्रै हो साथीहरू। साथीहरू भिडियो कस्तो लाग्यो भन्नु होला। मन परे एउटा लाइक गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला र कस्तो लाग्यो भिडियो कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला साथीहरू। फेरि अरू केही हजुरलाई जान्नु मन छ भने म अर्को भिडियो लिएर आउनेछु। अहिलेको लागि बाई गाइज।